आज हामी यो सर्लाही जिल्लापालिका वडा नम्बर 12 स्थित यो गोदार भन्ने हामी गाउँमा आएका छौँ, जहाँ यो गाउँमा न बाटो छ न हाम्रो नेपालको आदरणीय नेताज्यूहरूको ध्यान पटक्कै परेको यहाँ लागेन। यो भिडियो मार्फत नेताज्यूहरूलाई यहाँको जनताको समस्याहरू पक्कै पनि यहाँहरूले सल्टाउनु हुनेछ भन्ने पनि हामी विश्वास लिन्छौँ। र यो गोदार भन्ने ठाउँ हो र यो अत्यन्तै विकट छ। यहाँ खानेपानीको एकदमै अभाव छ, बत्ती पनि छैन, यसमा बाटो पनि आइपुगेको छैन। अब नेताज्यूहरूको भोट माग्ने बेलामा मात्रै नेताज्यूहरू चाहिँ तपाईँको विभिन्न आश्वासन, झुटो आश्वासन दिएर भोट लुट्छ, अनि जितेर गइसकेपछि गाउँको अवस्था यस्तो उजाड छ। आजसम्म यहाँ कुनै पनि तौरबाट हेरेको देखिँदैन। सबैको नेपाल सरकारको पनि ध्यान जाओस् भन्दै अनि यो भिडियो यहाँहरू समक्ष राखेको छु। लाइक, सेयर र कमेन्ट गरिदिनु होला। लस्सो फ्याफुल्ला। सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नम्बर ब्लकर